तिम्रो नाम के छ? प्रमेश महर्जन। रमेश महर्जन। रमेश पाँचरे मतलब तिम्रो यो कहाँ बस्छौ भन? यर्खामा। यर्खामा। तिमीले सानोदेखि पाँचरे हेरेर केही डिफ्रेन्स देखेछ त? छैन, सिमिलरै हो, सेमै हो। अब पाँचरेको बारेमा के थाहा छ र? स्टोरीहरू केही छ? भन न। अब स्टोरी भन्नाले अब हाम्रो यो कङ्ग अजिमा भयो, लुकी अजिमा भयो, देउताहरू अब भोलि टुडी खेल लान्छन् होइन, त्यताखेरि भोलि घोडा जात्रामा होइन? हजुर। पर्सि चाहिँ असन लान्छ। आज आज पछि चाहिँ बेलुकातिर चाहिँ देउता निकाल्छ। कति बजीतिर होला? त्यो चाहिँ 4-5 बजीतिर है। सबभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ के लाग्छ र यो पाँचरेको? पाँचरेको कहिले जानु पर्दैन, साथीभाइहरू भेटिन्छ, जात्रामा हिँड्न पाइन्छ नि त, देउतासँगै भएको जस्तो हुन्छ नि त। इन्द्र जात्रा कि पाँचरे? इन्द्र जात्रा धेरै कि गाह्रो पाँचरे? भयो, त्यो धेरै गाह्रो भयो। भन न। पाँचरे तर मान्छेलाई प्राय पाँचरे भनेर थाहा छैन रहेछ कि, घोडा जात्रा भनेको पाँचरे भनेर सोच्दो रहेछ कि। अब इन्द्र जात्रा जसलाई मनपर्छ होइन, त्यो पाँचरे डबल रमाइलो हो कि होइन? पाँचरेको बाजामा यस्तो नाच्नु पाउँछ कि, ढिमेले नाचे एक ठिक छ, तर ना बाजामा नाचे यति है अलग्गै रमाइलो हुन्छ। तर कसैले त्यो मिस गरेर होला कि होइन? त्यो तिनीहरूलाई चाहिँ के भन्छौ? कसरी मलाई आउनुहोस् एकचोटि पाँचरेमा भन्नु कसरी भन्छ? बोलाउने पाँचरेमा आउनु भनेर ढोकेस न पाँचरे वा ढाजी सताचो न उलिएछको ढ्यामा